आज गौतम ताम्राकारको दुर्घटनाको नामबाट जसरी हत्या गरेको छ त्यो हत्या कार्यक्रममा तपाईहरुले जसरी यो कार्यक्रममा सहभागी हुनुभएको छ सबैमा म धन्यवाद र नमस्कार व्यक्त गर्न चाहन्छु। आज हामीले काठमाडौँ उपत्यकाका एउटा नेवार समुदायमाथि परेको अत्याचार पनि हो। यो राज्य सत्ताले एउटा व्यक्ति गाडीबाट अमानवीय ढंगले जानाजानी जसरी दुर्घटनाको नामबाट हत्या गरिएका छन्। त्यो हत्याको विरोधमा आज हामी यो शोक सभामा सहभागी भइरहेका छौं। हामीले यो प्रशासनलाई हामीले विभिन्न माध्यमबाट हामीले उहाँहरूसँग छलफल बहस गर्ने कामहरू गर्यौं। प्रहरी प्रशासनमा गयौं, प्रहरी प्रशासनलाई विभिन्न माध्यमबाट हामीले सम्पर्क गरेर गयौं, तर उहाँहरूले त्यो कुरा केही पनि सुनवाई गरेन। प्रहरीको रिपोर्ट तयार गर्ने र हाम्रो मृतकको परिवारको बयान तयार गर्ने नाममा उहाँहरूले छलकपटपूर्ण भाषाहरू प्रयोग गरेको पाइयो। जुन कि गौतम ताम्राकार भन्ने व्यक्तिलाई गौतम मानन्दर भन्ने उच्चारण गरेको लापरवाहीको पनि हद सीमा हुन्छ। नेपाल सरकारको न्यायालयले जुन गौतम ताम्राकारको बहसको छुमछेक बहस थियो, त्यो छुमछेक बहसमा नेपाल सरकारका सरकारी वकिल सहभागी नभएर मिलेमतोमा जसरी उहाँले उन्मुक्ति दिने काम गर्यो, त्यो घोर अप्रजातान्त्रिक अमानवीय र राज्यको लापरवाही हो। यस्तो राज्यको लापरवाहीको विरुद्ध हामी सबै एकजुट हुन जरुरी छ। आज गौतम ताम्राकार मात्र परेका छन्, भोलि हामी पनि पर्न सक्छौं त्यसका विरुद्ध। आज यो हामीले एउटा सामान्य शोक र्यालीको रूपबाट गरेका छौं, तर यो सामान्य शोक र्याली होइन। आदरणीय मित्र साथीहरू, यो भोलि यो हत्याको विरुद्धमा भोलि हामी काठमाडौँको सबै जनताहरू उठेर यो सरकारलाई पनि चुनौती दिनुपर्ने हुन्छ, यो न्यायालयलाई पनि चुनौती दिनुपर्ने हुन्छ, यो प्रहरी प्रशासनलाई मुख्य गरेर प्रहरी प्रशासनलाई चुनौती दिनुपर्ने हुन्छ। प्रहरी प्रशासनले हामीलाई विभिन्न ढंगले धम्की दिने कामहरू पनि भएका छन्। तपाईहरु न्याय माग्न आउनुभएको हो भने न्यायका कुरा गर्न चाहन्छन्, तर मुचुल्का उठाउने बेलामा लापरवाही ढंगले मुचुल्का तयार गर्ने काम गरेका छन्। त्यसका विरुद्धको यो कार्यक्रममा सहभागी हुनुभएका आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा म हार्दिक नमस्कार र धन्यवाद व्यक्त गर्दै मेरो छोटो मन्तव्य यहाँ लेख्छु।